गोपाल तामाङ मोक्तान र आज मसँग मेरो निमा जोजो हुनुहुन्छ अल द वे फ्रम दि बोम्बेला। तर त्यो भन्दा पनि अगाडि चाहिँ म परिचय गर्न चाहन्छु निमा स्याङ्गोज्यू। नमस्ते फ्याबुला टस्ले अरुणाचल बोम जिल्लाबाट र आजभोलि उहाँ सोसियल मिडियामा धेरै चर्चित हुनुहुन्छ। चर्चित चाहिँ किन भन्दाखेरि हाम्रो तामाङको जुन संस्कार बोन्बो संस्कार र साथैमा सोसियल मिडियामालाई रिल्सहरु पनि धेरै बनाउनु फेसबुक लाइभमा स्वागत छ हैन। ओके थ्यांक यू। ओके जस्तो तपाईँ हेर्दाखेरि त लास्टै युवा हुनुहुन्छ हैन, अहिले पनि तपाईँ राम्रो युवामै हुनुहुन्छ। तर तपाईँ अचानक यो पद्धतिमा बोन्बो पद्धतिमा कसरी आउनुभयो र के रुचि थियो तपाईँ यो बोन्बोमा आउने कारण चाहिँ? अब यसमा चाहिँ बोन्बोमा आउने चाहिँ एक त मेरो त इन्ट्रेस्ट त थिएन, किनकि म पनि अब यो जमानाको मान्छे हो। मतलब यस्तो चिजलाई हामीले यति मान्यता थियो तर यति मान्यता दिनु नदिन्थ्यो। मतलब त्यतिखेर म स्कुल पढ्थ्यो पनि स्कुल पढ्दा पढ्दा 8 कक्षामा हुँदाखेरि लागेको हो यो। त्यतिखेर चाहिँ म एउटा अचानक 12 बजी या 1 बजीको टाइममा हो गिरेको थियो। गिर्दाखेरि चाहिँ अब सबैले त्यतिखेर अब टिचरहरू त्यो 1996 को 97 को समयको बात हो। टिचरहरू चाहिँ हाम्रो स्कुलतिर चाहिँ सबै अब साला कोहीले चाहिँ अब के सोच्दैछ मलाई मिरी बिमार लागेछ भनेर साथीहरूलाई भनेछ कि यो मिरी बिमार हो, अलिक जुत्ता सुत्ता सुँगाइदियो भनेर। किन म बिहोस भएर चाहिँ आधा घन्टा जस्तो अनि जुत्ता सुत्ता सुँगाइदिएछ। जब मलाई होस आउँदाखेरि चाहिँ सबै साथीहरूले हेरिरहेको थियो। प्लस अनि म खुद चाहिँ मतलब चक्कर चाहिँ लागेको जस्तो याद छ। त्यहाँबाट त मलाई यति याद पनि भएन। अनि याद आउँदाखेरि चाहिँ मतलब मलाई जुत्ता सुत्ता पनि सुँगाइसकेको रहेछ। ओके, मतलब 1997 मा तपाईँको शरीरमा सर्वप्रथम मतलब जस्तो भन्छ नि कथामा देउता पस भन्ने कुरा गर्छ नि हैन, त्यसरी तपाईँको 1997 मा पहिलोचोटि शरीरमा देउता पसेको थियो हैन। अनि त्यतिखेर त तपाईँ क्लास 8 मा हुनुहुन्थ्यो। अनि प्र्याक्टिकली चाहिँ तपाईँले कहिलेबाट म चाहिँ बोन्बोको लागि नै चुज गरेको रहेछ देउताले भनेर चाहिँ कहिलेबाट चाहिँ तपाईँले एकदम नियम मानेर चल्नु थाल्नु यसमा चाहिँ? यो चाहिँ यस्तो भयो, त्यो राति फेरि म एकदम पागल भएर म जङ्गलमा मलाई कसैले बोलाएको जस्तो लाग्ने। मलाई मन के सपनामा के होइन, हकिकतमै मेरो आप्पा आमाको घरमा पुऱ्याइदियो। त्यहाँ 14 माइल भन्ने जग्गामा थियो। त्यहाँ पुऱ्याउँदाखेरि फेरि यताउता हेर्दाखेरि त अब बहुतजनाले कहिले जङ्गली लाग्यो, कहिले यो लाग्यो, कहिले त्यो लाग्यो भनेर पूजापाठ गऱ्यो। तर मलाई सपनामा आइरहन्थ्यो क्या, सपनामा यस्तो आइरहन्थ्यो कि राति हुँदाखेरि जस्तो निन्दमा जान्थ्यो कि यो नखा त्यो नखा भनेर मलाई बहुत चिजहरू सिकाइरहन्थ्यो। तर म त्यतिखेर मान लो 16-17 सालको थियो होला। म नमान्थेँ कि त मैले जो त्यो पनि खाइदिने, लसुन पनि खाइदिने, भनेपछि अब जुठो मुठो पनि खाइदिने। त्यसो गरेर मलाई 7 सालसम्म फिर्यो। 7 सालसम्म म बहुतै पागल भएँ। त्यतिखेर हस्पिटल पनि लाग्यो, पागलखाना पनि लाग्यो मेरो दाइहरूले। अनि जति पनि इलाज गरे पनि, जति पनि पूजापाठ लगाए पनि राम्रो नहुने क्या, खालि म पागल हुने। अनि अचानक एउटा सपनामा आएको थियो कि तिमी यहाँमा जति पनि पूजापाठ गर, जति पनि उ गर, एक बार चाहिँ तपाईँ नेपाल जानु अनि बौद्ध शक्तिमा गएर त्यहाँ दर्शन गऱ्यो भने चाहिँ तिम्रो यो जिउ राम्रो हुन्छ भनेर मलाई म्यासेज दिन्थ्यो क्या। त्यो म्यासेज दिने मान्छे चाहिँ एकदम सेतो कपडा लगाएको, सेतो दारी भएको अनि सेतो चुल भएको मान्छे आउँथ्यो। उहाँ पुरा माला उला लगाएर एकदम राति सपनामा थियो चाहिँ, त्यो सपनामा आउँथ्यो। अनि उसले भन्दाखेरि चाहिँ अनि उसको बातलाई मैले मानेर पछि अब 7 साल पागल हुँदाखेरि लास्टमा मैले हार खाएर मैले अब म यो जुठो मोटो गर्दैन, म सुँगुरको मासु पनि खाँदैन, किनकि सुँगुरको मासुहरू पनि खाइदिन्थ्यो। अनि त्यस्तो गरेर पछि चाहिँ त्यहाँबाट चाहिँ म नेपाल गएर बौद्धमा गएर त्यहाँबाट म राम्रो भएँ क्या। ओके, प्रायः तपाईँको 7 सालसम्म तपाईँ मतलब लाइक माने वैज्ञानिक मतलब यो साइन्टिफिक दुनियाँमै जुन हुन्छ नि मेडिसिन गर्ने, डक्टर गर्ने, उपचार गर्नुभयो। मतलब हुन्छ नि त्यतिखेर पनि अन्धविश्वास र वैज्ञानिक पद्धति तोडा भयो नि हैन। अब त्यो 7 साल चाहिँ तपाईँले होइन यो त वैज्ञानिक पद्धतिमा मतलब डक्टरहरूको उपचारमै निको हुन्छ भनेर तपाईँको परिवार र इष्टमित्र सबैले मतलब त्यसमा गर्नुभयो। अन्तिममा सपनामा चाहिँ आउनेले गर्दाखेरि चाहिँ तपाईँ लास्टमा बौद्ध जानुभयो नि? हजुर, बौद्ध गइसकेपछि चाहिँ के भयो घटनामा? त्यतिखेर यस्तो हुन्थ्यो कि अब मेरो आमाको सपोर्टले गर्दाखेरि चाहिँ म आज यहाँ पुगेँ। त्यस्तो म बौद्ध छोड्दैन गयो। अनि मैले आमालाई मैले बताएँ कि यो बारेमा कि मलाई यस्तो गरेर सपनामा दिँदैछ भन्दाखेरि आमाले भने जानु भनेर मलाई त्यो टाइममा 5000 रुपियाँ दिएको थियो। 1998 2003 को बाद 2002 को बाद त्यतिखेर 5000 दिएको थियो। म 5000 लिएर अनि बौद्ध शक्तिमा गएर मैले त्यहाँ ढोकेँ भन्यो। अब मलाई किन यस्तो
सजा दिएको अगर मेरो कोही गुनाह छ भने या मलाई मारिदियो या त मलाई राम्रो गरिदियो भनेर मैले ढोक्दाखेरि त्यो राति चाहिँ मलाई सपनामा भने कि यसपालि चाहिँ तिमी यो भदौ पूर्णिमाको दिनमा तिमी खुद राम्रो हुन्छ तिमीलाई कोही गुरु पनि चाहिँदैन तिमी खुद राम्रो हुन्छ भनेर अनि म त्यो भदौ पूर्णिमाको दिनमा चाहिँ आफै कामेर एउटा सानो पूजा लगाएको थियो मेरो आगु थियो थङबल साइडको भुम्बो हो उसको घरमा गएर पूजा लगाउने थियो त्यो दिन चाहिँ मैले पुरा बाघहरू बोलिन्थेँ मतलब म यस्तो हो उस्तो भनेर मेरो इन्ट्रोडक्सन पुरा दिएछ अनि मैले त्यहाँबाट चाहिँ पूजा गर्न थालेँ त्यहाँबाट राम्रो हुँदै गएपछि चाहिँ अनि मलाई पनि लाग्यो कि हो रहेछ हामीले साइन्सलाई पनि लिएर हिँड्नुपर्छ तर हामीले यो वनप कल्चरलाई पनि लिएर हिँड्नुपर्ने रहेछ भनेर म 50-50मा छु अहिले म जति पनि मैले पूजापाठ गराउँछ हर मेरो पेसेन्टहरूलाई मैले यो भन्छु कि 50% तपाईँले पूजा पनि गर्न लगाउनुपर्छ 50% मेडिकल पनि गर्नुपर्छ त्यो दुइटै गऱ्यो भने चाहिँ मान्छे राम्रो भएर आएछ हजुर यो त्यही त 2004 थियो मेरो जिउ काँप्दै छ होइन अनि त्यो चाहिँ के लाग्छ तपाईँलाई अन्धविश्वास हो कि साँच्चैमै के छ त्यसमा ताकत जसरी युवाहरूले भन्छ नि यो त आजको मोडर्न दुनियाँमा यो सब त अन्धविश्वास हो उसले आफै नै कपाएको शरीर भन्ने कुराकानी गर्छ नि होइन यसमा चाहिँ तपाईँको के छ यो बन्बुको हुने नातेमा भन्नुहोस् त आफैले कमायो भने त जति कति कामला 5 मिनट त काम्छ या 2 मिनट पनि कामला हामी त अब जबकि हामीले हाम्रो वनपो जो पहिलाको सुङमाहरूलाई जो सँगसर्किमहरू गरेपछि हामी 1 घन्टासम्म काम दिन्छ जिउ आधा घन्टा त केही पनि होइन 1 घन्टा 2 घन्टासम्म काम दिन्छ त्यो सब त आफैले गऱ्यो भने त्यो एउटा कोही शक्ति छ त्यो जिउभित्र जो आउँछ त्यो शक्ति छ अब त्यो भन्यो भने पहिलाको जमानाको त्यो मेरो सुङमाहरूको शक्तिहरू रहेछ त्यो भएर यो भन्ने पनि गल्ती हो कि मतलब यो आफैले गरेको भनेर यो आफैले चाहिँ गरेको चाहिँ होइन यो आफै काम छ म मात्रै होइन बहुत वनपोहरू अहिले पनि निक्लिँदैछ नयाँ नयाँ वनपोहरूलाई पनि निक्लिँदैछ नयाँ नयाँ वनपोहरू आउँदैछ उनीहरूले पनि बिचराको कहिले पनि कसैले पनि यस्तो गरेर आफै गर्नु चाहिँ चाहँदैन किन यो आजभोलि तामाङमा के चर्चा छ भन्दाखेरि तामाङ बुद्धिज्म मान्छ होइन बुद्धिज्म मान्दा फेरि तपाईँ तामाङ भएर भन्बु पनि मान्नुहुन्छ यो चाहिँ कस्तो मिक्सचर हो मतलब अलिकति बुझ्नु सकेर मतलब वास्तविकमा के हो तामाङले भन्बु मान्नुपर्ने कि तामाङले बुद्ध मान्नुपर्ने अलिकति के लाग्छ तपाईँलाई एज ए तामाङ पनि हुनुहुन्छ तपाईँ भन्बु पनि हुनुहुन्छ तपाईँमा चाहिँ तपाईँको मनमा चाहिँ के छ कुरालाई नि भन्नुहोस् त अब यस्तो रहेछ भने अब पहिला इतिहासमा जहिले तामाङ जन्म्यो त्यतिखेर चाहिँ अब हामीले वन धर्मै मानेको रहेछ वन धर्म भनेपछि चाहिँ अब एउटा के अरे झाँक्रीको धर्म जो हाम्रो नेपालीमा झाँक्री भन्छ हाम्रो तामाङमा वनपो भन्छ त्यो जमानामा चाहिँ के रहेछ भने वनपोहरूले चाहिँ सबै संस्कारहरू गर्ने रहेछ जन्मिनेदेखि लिएर मरणदेखि लिएर सब कुछ गर्ने त्यहाँबाट त्यतिखेर चाहिँ के रहेछ भने वनको धर्ममा चाहिँ सेक्रिफाइस रहेछ सेक्रिफाइस भनेपछि खुन दिनुपर्ने अनि त्यो चाहिँ बादमा ज्यादै सेक्रिफाइस भएर अब बहुत कहानी छ यो गुरु रिम्पोछेको कहानीहरू छ बुद्ध धर्मको कहानीहरू छ त गुरु रिम्पोछेहरूले चाहिँ आएर अब वनपोहरूलाई यस्तो गर्नु हुँदैन उस्तो गर्नु हुँदैन काटमार गर्नु हुँदैन भन्दै च्यालेन्ज हुन्छ परेछ त्यतिखेर अब च्यालेन्जमा अब कहानी बहुत लम्बो छ यो भन्यो भने अब यो कहानी चाहिँ भन्यो भने त अब भिडियो फुलै फुल भएर त्यो भएर त्यतिखेर चाहिँ अब कस्तो रहेछ भने हाम्रो तामाङहरूले चाहिँ पुरै वनको मान्ने क्या वनको मान्दाखेरि चाहिँ अनि गुरु रिम्पोछे आएर चाहिँ बादमा यो धर्मलाई चाहिँ हामीले खतम गर्नुपर्छ भन्दाखेरि चाहिँ वनपोहरू नभन्ने त्यतिखेर बहुत शक्तिशाली वनपोहरू पनि बहुत शक्तिशाली थियो कि मलाई कसैलाई पनि नटेर्ने क्या न भगवान्लाई टेर्ने न उसलाई टेर्ने त्यस्तो टाइपको गरेर अनि लास्टमा च्यालेन्जमा चाहिँ हारेर त्यहाँबाट चाहिँ हामीले पनि यो वनको धर्मले पनि अब हामीलाई गुरु रिम्पोछेको तल बसेको त्यतिखेर अब दुईवटा वन अहिले पनि काटकाट गरिरहेको छ वनकारहरू चाहिँ काटकाट त्यसमा वनकारमा चाहिँ म पनि वनकारमा बसेको रहेछ मेरो पहिलाको जो सुङमाहरू पनि त्यही भएर हामीले अहिले अन्डा तकमा पूजा गर्छ तर यस्तो काटमार गरेर मतलब वनपोमा पनि दोडा छ मतलब वननाग र वनकार छ तपाईँ चाहिँ वनकार हामी वनकार जसमा चाहिँ खुनको प्रथा चाहिँ चल्छ नि वननागमा चाहिँ अहिले पनि त्यही त अधिकांश झाँक्रीहरूले अहिले पनि कुखुराको बलि होइन के को बलि होइन कालो भाले रातो भाले के मागिरहेको हुन्छ नि ओके त्यो चाहिँ वनको नाकमा पर्ने भयो होइन तपाईँ चाहिँ वनको कारमा अनि त्यही त बुद्धिज्ममा चाहिँ तपाईँलाई के लाग्छ होइन अब तामाङले के मान्नुपर्ने बुद्धिज्म मान्नुपर्ने कि वनको मान्नुपर्ने मलाई जहाँसम्म लाग्छ बुद्धिज्ममै मान्नुपर्ने किन बुद्धिज्ममा चाहिँ धर्मको रास्ता देखाइरहेको छ फेरि बुद्धिज्म मान्नु भने फेरि त्यसमा कुल पूजा आउँदैन फेरि त्यही भन्ने अनि कुल पूजा चाहिँ अब वनको
हजुर। बनकार हामीहरूले गर्छ। त्यसमा चाहिँ कुल पूजा हुन्छ। कुल पूजा चाहिँ फेरि तपाईँको भन्यो भने चाहिँ अब यो हामीहरूको बुद्धिज्ममा सुङमा भन्छ क्या। सुङमालाई चाहिँ मान्ने चाहिँ कसैले पनि छोडेको छैन अहिलेसम्म। हिमालयन बुद्धिस्टहरूले सबैले सुङमालाई मानिरहेको छ। सुङमालाई नि मान्न सक्छ, उता बुद्धिस्टलाई पनि मान्न सक्छ। त म पनि बुद्धिस्टलाई मान्छु, म पनि बुद्ध धर्मलाई मान्छु। म गुम्बा जान्छु, म बहुत पूजा गर्छु गुम्बामा गएर, दान दक्षिणा पनि गर्छु मेरो तर्फबाट जो सक्ने त्यो मैले गरिरहेको हुन्छ। त हामीले अब 50% हामीले बोन्पो पनि मान्नुपर्ने हो, किनकि बोन्पोहरूलाई मान्यो भने चाहिँ हाम्रो पहिलाको जो कल्चरहरू चाहिँ हामी मिटेर जाँदैन कि। नै त भने आजको डेटमा कल्चर मिट्दैछ, आफ्नो जाति मिट्दैछ, आफ्नो धर्म मिट्दैछ। अनि बोन धर्म पनि एउटा हामीहरूको कल्चर हो। मलाई चाहिँ जहाँसम्म लाग्छ बोन धर्म पनि मान्नुपर्छ। ओके, त्यही त वास्तविक भिडियोमा चाहिँ हामीले कुराकानी गर्दै थियौँ तामाङ धर्म र संस्कार र संस्कृति, जसमा तामाङ सम्प्रदायले बुद्धिज्म माने तापनि बनमो मान्नै पर्ने। त बनमोमा पनि फेरि दुई प्रकारको रहेछ, एउटा नाग बनमो नाग र बनमो कार। कारमा चाहिँ तपाईँको बलि प्रथा चल्दैन होइन। अनि त्यो चाहिँ बलि प्रथा नचलिसकेपछि काहीँ न काहीँ त्यो पनि एउटा बुद्धिज्मको छाया जतिकै भयो। किन बुद्धिज्ममा तपाईँको बलि प्रथा भन्ने कुरा चल्दैन होइन। फेरि तामाङहरूमा त हुन्छ नि तपाईँको कुन चाहिँ एउटा राति आउँदाखेरि दैलो पूजा गर्दाखेरि रातो भालेको खुन चढाएर त्यसको कलेजा निकालेर घर परिवारमा होइन कालो टिका लगाएर नमाज गर्छ नि, त्यो नगरी नै हुन्छ। त्यो त्यसको जग्गामा चाहिँ अब हामीले खुनको जग्गामा हामीले अब रातो कोही सिन्दुरहरू दियो भने पनि भइहाल्छ। अनि जस्तो कुखुराको जग्गामा हामीले अन्डा युज गर्न सक्छ। ओके, मतलब दैलो पूजा गरे तापनि तपाईँले कुखुरा रातो भालेको ठाउँमा कुखुरा दिएर होइन, खुनको जग्गामा सिन्दुर दिएर त्यो एउटा बुद्धिज्म मान्नेको पनि सम्मान भयो। अनि त्यसपछि बनबुको पनि आफ्नो देवी देवता जो पनि छ अब होइन, नदेखेको शक्तिहरू नै त्यसमा कुखुरा चाहिँ दिनु जरुरी छैन। मलाई जहाँसम्म लाग्छ, म यत्रो साल भयो, आज 17 साल भइसक्यो, खोइ हामीले अन्डामै पूजा गरिरहेछ, एउटा रातो सिन्दुरमा पूजा गरिरहेछ, भइरहेको छ। मान्छे राम्रो भएर अनि फेरि त्यो घरको कुल रिसाउँदैन त नि, मलाई अब खुन खाने मान्छे देवी देवता होइन, तपाईँले सिन्दुरमा मलाई ठग्नु भयो भनेर रिसाउँदैन नि? रिसाउँदैन। किनकि हाम्रो बुद्धिज्ममा पनि त्यस्तै छ कि अहिले जहाँमा तपाईँहरूले देख्नुहुन्छ ठुल्ठुलो जग्गामा तोर्माहरूमा रातो रङ लाउँछ, त्यो पनि एउटा खुनकै ओके सिम्बल, खुनकै सिम्बल हो। त्यो जमानामा अब सबैले त्यो खुन दिएर पूजा गर्ने रहेछ भनेपछि चाहिँ गुरुङबुछीले खुन नदिएर गरे पनि हामीले यो रातो रङ दिए पनि चल्छ भनेर उसले त्यो प्रथा निकालेपछि त हामीले त्यही प्रथामा अहिलेसम्म चलिरहेछ। अहिलेसम्म हामीले खुनको जग्गामा रातो रङ दिइरहेछ। कोही जग्गामा अब स्या दिनुपर्ने रहेछ भने चाहिँ हामीले सुक्खा मरेको स्याहरू हामीले हालिदियो भने चल्छ। भगवान खुस हुन्छ। सबसे ठुलो खुस नहुने त मान्छे हो क्या। मन लाग्यो भने त मैले त अब ठुलो पूजाको लागि त ल मलाई बाख्रा चाहिँ छ भने बाख्रा त मलाई दिइहाल्छ नि त। त्यो त भगवानले खाने होइन नि त, त्यो त लास्टमा त कसले खान्छ त, मान्छेले खान्छ। त्यो भएर हो कि मान्छे हो त, भगवानमा त्यस्तो केही छैन। भगवानमा केही पनि छैन। भगवानलाई हामीले चाहे फुलै चलाएर भने फलै चलाएर भने पूजा गरे पनि उहाँ मान्छेले उहाँ भगवान हो। अन्तिममा भगवान चाहिँ मान्ने नै हो, तर मनुष्यले चाहिँ नमान्ने रहेछ। ल यो भिडियोको अन्तिम चाडमा हामी आइसकेको छौँ। अन्तिम चाडमा होइन 2004बाट आज 2026 पुगिसक्यो। प्राय तपाईँ 21-22 साल भइसक्यो तपाईँ यो पूजा गर्दै हिँड्नुभएको। पूजा मतलब झाँक्री गर्दै हिँड्नुभएको होइन। तपाईँलाई के मनमा सन्तुष्टि छ त, मैले राम्रै काम गर्दैछु भन्ने कुरा मनमा छ कि छैन तपाईँलाई? बहुत सन्तुष्ट छ। किन सन्तुष्ट छ भने अब मैले पहिला म पनि नमान्थ्यो कि आफैलाई नमान्थ्यो कि मैले पूजा गरेँ भने राम्रो हुन्छ, मैले यो गरेँ भने राम्रो हुन्छ भनेर। तर मान्छेले जबरजस्ती गरे अरे तपाईँ झाँक्री हो, तपाईँ नयाँ झाँक्री, तपाईँले पुगिदिनुहोस् राम्रो हुन्छ भनेर मैले ट्राई गरेर हेऱ्यो। ट्राई गर्दाखेरि मान्छेहरूको राम्रो भएको थियो। अनि मान्छेहरू राम्रो भएर त मलाई आजभन्दा 1 दिनभन्दा 2 दिनभन्दा 3 दिनभन्दा मान्छेले ज्यादा खोज्दा आयो। आज म अब यत्रो साल भइसक्यो कि मान्छेले आज खोजिरहेको छ। अब दुनियाँलाई थाहा छ म कहाँ पूजा गर्न हिँडिरहेको छ भने चाहिँ, किनकि मान्छेले खोज्ने कारण पनि सायद राम्रो भएर खोजेको जस्तो लाग्छ मलाई। अगर नराम्रो भएको भए त नखोज्दिन थियो होला। म यो होइन कि अब हाम्रो भित्रमा सुनमा चर्छ भन्दामै भगवान चर्छ भने म पनि भगवान त मैले ग्यारेन्टी दिन सक्दैन। ग्यारेन्टी दिएर कहिले पनि पूजा गर्नु हुँदैन हामीले। किनकि हामी सिर्फ एउटा विश्वास राख्नुपर्छ, आत्मविश्वास राख्नुपर्छ, हाम्रो आफ्नो भगवानलाई पूजा गर्नुपर्छ। त्यो भएर अनि म चाहिँ भगवानलाई दुआ गर्छु कि राम्रो होस् भनेर। अनि राम्रो भइरहेको छ क्या। राम्रो भएको छ भन्दामा त मैले 100मा 100 पूजा गरेको 100 त राम्रो भएको छैन होला, 70% त पक्का राम्रो भएको छ होला। त्यो भएर मलाई आज मान्छेले खोज्छ, मान्छेले बुझ्छ, मान्छेले बोलाउँछ। र म बहुत खुस छु। अनि यो कि मैले सबैजनालाई पूजा गरेपछि यो पनि भन्छ कि
50% हाम्रो पूजालाई विश्वास गरे पनि 50% त हामी साइन्सलाई पनि विश्वास गर्नुपर्छ, डक्टरलाई पनि विश्वास गर्नुपर्छ। उहाँहरू पनि यत्तिकै झुटपुटमा परेर डक्टर पनि होइन, उहाँहरूसँग पनि पुज्छ अनि हामीसँग पनि पुज्छ। त 50-50% दुईजनाले गऱ्यो भने चाहिँ एकदम राम्रो लाग्छ। हजुर, मतलब मोडर्न प्रगतिमा साइन्सलाई पनि मान्नुपर्ने, साथमा वनबुलाई पनि मान्नुपर्ने, तर बलि प्रथाहरूलाई छोडेर चाहिँ मतलब बलि प्रथामा नगएर चाहिँ राम्रो मतलब नि हजुर खोज्नेमा। ओके, यस भिडियोको अन्तिम चोडमा त्यही त हजुर युवा पनि हुनुहुन्छ, फेरि साधारण भाषामा भन्दाखेरि झाँक्री पनि हुनुहुन्छ। अब तामाङ भाषामा चाहिँ बन्धु भइहाल्नु भयो। फेरि तपाईँ इन्स्टाग्रामहरू रिल्सहरू पुरा नाचिरहेको हुन्छ, मतलब कस्तो अलिकति अप्ठ्यारो लाग्दैन तपाईँलाई? किन तपाईँ एउटा झाँक्री मान्छे जस्तो चाहिँ पनि एउटा गुरु मान्छे हो नि होइन, कसैको दुःख बिमार आजार हुँदाखेरि कदिने मान्छे, अनि एक्कासी उसले हेर्दाखेरि अरे गुरुजी त नाचिरहेको छ भन्दा तपाईँलाई कहिले कहिले अप्ठ्यारो लाग्दैन त्यस्तो? नै लाग्दैन। त्यो भनेपछि चाहिँ अब मेरो झाँक्री एक साइडमा हो, त्यो भनेपछि मेरो जीवनको अर्को भएको के। अब सानोदेखि नै हामी के हो भने 90s को जमानामा फिल्महरू हेर्ने, मलाई हिरोगिरी गर्नु मन लाग्ने कि त्यो फिल्म हेरेर पछि चाहिँ हामीलाई पनि फिल्मको जस्तो एक्टिङ गर्नु मन लाग्ने कि। अब त्यो जमानामा त त्यस्तो क्यामेरा उम्रा थिएन। अहिले यो जमाना आयो, एकदम इन्स्टामा यो सबैलाई मतलब दियो क्या। अब भनेपछि सबैलाई गर्ने एउटा मौका पायो त, त्यो मौका किन फेर्नु? एक दिन त मरेर जानुपर्ने छ। आफ्नो जो इच्छा छ त्यो त हामी गर्नुपर्छ नि। यो हाम्रो एउटा इच्छा हो, यो अर्को पार्ट हो। अब पूजाको पार्टमा हामी पूजा गरिहाल्छ, त्यतिखेर फेरि पूजाको लाइन अलग हुन्छ, यो इन्स्टा अरू यो भिडियो बनाउने लाइन अलग हुन्छ। यो मेरो एउटा अलगै पार्ट हो। मलाई राम्रो लाग्छ, गर्नु मन लाग्छ, मैले गरिदियो। त्यसमा कोही अहिले खराब पनि भन्छ, कोहीले राम्रो पनि भन्छ, के छैन, जो पनि भन। आफूले सोचेको आफूले गर्नु मन लागेको चिजलाई हामीले मन मार्नु हुँदैन क्या। हजुर, चलो त भिडियोमा हामीले धेरै कुराकानी गऱ्यौँ। संक्षेपमा भन्न जाँदाखेरि आज यस भिडियोमा हामीले बन्बु दुई प्रकारको हुँदो रहेछ, बन्बु नाग र बन्बु कार। अनि फेरि बुद्धिज्म मान्यता पनि तपाईँले बन्बु कारलाई चाहिँ सक्रिय रूपले लिएर जानु सक्छ तामाङहरूले पनि होइन। अनि त्यसपछि हामीले उहाँको व्यक्तिगत जीवनमा कुराकानी गऱ्यौँ र आशा र उम्मिद राख्छु तपाईँ सबैजनाले बन्बुको विषयको माथि अलिकति भए तापनि तपाईँले स्पष्टीकरण पायो होला र यस भिडियोलाई हेरिदिनु हुन्छ भन्ने ठुलो आशा ढोकाउँदै। धन्यवाद।